सन् 2001 जुन 1 को रातमा नेपालले इतिहासको सबैभन्दा स्तब्ध पार्ने र रहस्यमय घटनाहरूमध्ये एक हो। नेपाली शाही नरसंहारको साक्षी बनायो। नेपालका प्रिय राजा राजा वीरेन्द्र लगभग सम्पूर्ण परिवार सहित नारायण हिटी शाही दरबारमा हत्या गरेको थियो। आजसम्म नरसंहारको वास्तविक कथा, रहस्य र षड्यन्त्र सिद्धान्तहरूमा बादल लागेको छ। वीरेन्द्र वीर विक्रम शाहदेव शाह वंशका नेपालका 9औं राजा थिए। उनी 1972 मा सिंहासनमा बसे र शान्ति प्रेमी र लोकतान्त्रिक विचारधारा भएका राजाको रूपमा परिचित थिए। भारत, बेलायत र जापानमा शिक्षित, उनी विदेशमा अध्ययन गर्ने पहिलो नेपाली राजा थिए। नेपाललाई आधुनिकीकरण गर्न र जनतालाई शक्ति दिने चाहन्थे। 1990 मा उनले जनआन्दोलनपछि नेपालका निरकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा रूपान्तर गरे। नेपालका जनताद्वारा उच्च सम्मानित र माया गरिएकोले उनको लोकतान्त्रिक मानसिकता र सुधारहरूले उनलाई नेपालको राजनीतिक प्रणालीमाथि पूर्ण नियन्त्रण राख्ने चाहने शक्तिशाली अभिजात वर्गको निशाना बनाएको विश्वास गर्दछ। जुन 1, 2001 मा के भयो? जुन 1 को साँझ नारायण हिटी शाही दरबारमा राजपरिवारको भेला आयोजना गरिएको थियो। राजा वीरेन्द्र, रानी ऐश्वर्या, उनका छोरा युवराज दीपेन्द्र र राजपरिवारका अन्य प्रमुख सदस्यहरू उपस्थित थिए। राति 8:30 बजेतिर दरबारभित्र गोली चलेको आवाज आयो। रातको अन्त्य समयमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन र अन्य धेरै राजपरिवारका सदस्यहरू मारिएका थिए। युवराज दीपेन्द्र कोमामा फेला परेको थिए। उनको टाउकोमा गोली लागेको थियो। दीपेन्द्र कोमामा हुँदा राजा घोषित भए र 3 दिनपछि उनको मृत्यु भयो। राजकुमार ज्ञानेन्द्र राजा वीरेन्द्रका कान्छा भाइ नयाँ राजा बने। आधिकारिक संस्करणले युवराज दीपेन्द्र नरसंहारको लागि जिम्मेवार रहेको दावी गरेको थियो। यद्यपि धेरैले यो ढाकछोप गर्न प्रयास भएको विश्वास गर्दछ। नेपाल सरकार र दरबारका अधिकारीहरूले रिपोर्ट गरे कि युवराज दीपेन्द्र मातेका र रिसाएका थिए किनभने उनका आमाबुवाले देवयानी राणासँगको उनको विवाहलाई अस्वीकार गरे। क्रोधको आवेगमा उनले आफ्नो परिवारमाथि गोली हानेर आत्महत्या गरे। कोमामा हुँदा उनलाई राजा घोषित गर्यो र जुन 4, 2001 मा उनको मृत्यु भयो। वास्तवमा के भयो? के यो भित्री काम थियो? धेरैले दीपेन्द्रलाई फसाएको विश्वास गर्छन्। उनका साथीभाइ र नजिकका आफन्तहरूले उनलाई शान्त, अनुशासित व्यक्तिको रूपमा वर्णन गरे। साक्षीहरूले उनको शरीरमा धेरै गोलीका घाउहरू रहेको दावी गरे, जसले गर्दा उनलाई अरू कसैले गोली हानेको सङ्केत गर्छ। त्यो रात दरबारमा रहेको सीसीटीभी क्यामेराहरूले काम गरिरहेको थिएन। के राजा ज्ञानेन्द्रले यो योजना बनाएका थिए? ज्ञानेन्द्र नरसंहारको समयमा अनुपस्थित एकमात्र प्रत्यक्ष परिवारका सदस्य थिए। उनी तुरुन्तै राजा भए। कतिपयले राजा वीरेन्द्रलाई समाप्त पार्न र सिंहासन लिनका लागि उनको शक्तिशाली सम्बन्ध र वर्ग र विदेशी गुप्तचर निकायहरूसँग गोप्य सम्झौता गरेको विश्वास गर्छ। के यो विदेशी सहयोगमा भएको कू थियो? केही सिद्धान्तहरूले भारत, CIA वा अन्य विदेशी गुप्तचर निकायहरू संलग्न भएको सुझाव दिन्छन्। राजा वीरेन्द्रको चीनसँग घनिष्ठ सम्बन्ध थियो र उनी विदेशी हस्तक्षेपको विरुद्धमा थिए। के उनलाई उनको स्वतन्त्र विदेशी नीतिको कारण हटाएको थियो? यसले गर्दा नेपालमा के परिवर्तन र प्रभाव पर्यो? नेपालको राजतन्त्र अन्त भयो। नरसंहारले राजपरिवारको शक्तिलाई कमजोर बनायो। 2008 सम्म राजतन्त्र समाप्त भयो र नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र बन्यो। राजनीतिक
अस्थिरताको उदय नरसंहारपछि नेपाल वर्षौं राजनीतिक अराजकता र गृहयुद्धबाट गुज्रियो। मानिसहरू अझै पनि सत्यको माग गर्छन्। धेरै नेपालीहरूले आधिकारिक कथालाई विश्वास गर्दैनन् र स्वतन्त्र अनुसन्धानको माग गर्छन्। त्यसो भए तपाईलाई के लाग्छ? के यो युवराज दिपेन्द्र साँच्चीकै जिम्मेवार थिए वा उनलाई फसाएको थियो? के यो एक साधारण त्रासदी थियो वा उच्च स्तरीय षड्यन्त्र थियो? तपाईको विचार तल कमेन्टमा लेख्नुहोस् र तपाईलाई के लाग्छ यो कसको षड्यन्त्र थियो? थप गहिरो इतिहास रहस्यको लागि लाइक र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।